के तपाईलाई लाग्छ हाम्रो दुःखको कारण गरिबी, रोग वा अशिक्षा हो? तर एउटा प्रश्न, धनी, शिक्षित र स्वस्थ मान्छे पनि किन सुखी छैनन् त? किनभने हामीले असली दुःखको जड नै बुझेका छैनौं। समाधान: वास्तविक दुःख त जन्म, मृत्यु, बुढ्यौली र रोगको चक्र हो र त्यससँगै आउने त्रिताप, आफ्नै मन र शरीरको पीडा, प्राकृतिक प्रकोप र अरू प्राणीले दिने कष्ट। यसबाट कोही पनि बच्न सक्दैन। सत्यको बोध: ज्ञानी उही हो जसले बुझ्छ कि यो संसार दुखालय हो। एउटा कुरा याद राख्नुहोस्, जेललाई जतिसुकै सजाए पनि जेलभित्र कहिले पनि सुखी हुन सकिँदैन। हामी पनि यही भौतिक संसारको जेलमा सुख खोजिरहेका छौं। समाधान: यसको एकमात्र समाधान भनेको भक्ति मार्ग हो। इस्कॉनले यही प्रमाणित ज्ञान गुरु परम्पराबाट दिइरहेको छ। मैले यो मार्गमा जुन शान्ति, आनन्द र स्पष्टता भेटे, तपाईले पनि त्यही अनुभव गर्न सक्नुहुन्छ। आह्वान: आजै हरे कृष्ण महामन्त्रको जप गर्नुहोस् र आफ्नो जीवन बदल्नुहोस्। केही सहयोग चाहिएमा मलाई सिधै मेसेज वा भिडियोमा कमेन्ट गर्नुहोस्। आउनुहोस् हामी सबैसँगै अघि बढौं। धन्यवाद। हरे कृष्ण।